आज चाहिँ हाम्रो घरमा एउटा सानो पूजा लाएर थियौँ। त्यो चाहिँ मङ्गलचौथी मङ्गलबारको व्रत फुकाउनुको लागि आमाको व्रत थियो। अनि 6-7 साल भयो होला लिएको, त्यही भएर आमाले यो साल चाहिँ फुकाइदिने भनेर यसरी पूजा लाएर फुकाउने भनेर पूजा लाउनु भएको थियो। यस्तै एउटा सानो उयो राखेर जग्गे राखेर अनि फुकाल्ने भनेर बहुत दिनबाट उयो गर्ने भनेर जुरेकै थिइनँ। अनि त्यही भएर योपालि चाहिँ जुरेछ। अनि कसलाई पनि बोलाएको थिइनँ नि त्यस्तो त, घरको मात्रै गर्ने भनेर 1-2 दिन पछाडि फेरि पूजा लाउने। त्यही भएर अहिलेको चाहिँ कसलाई पनि नबोलाउने भनेर कसलाई पनि बोलाइनँ, घरकोले मात्रै गरेर आमा र बुबा बस्नुभएको छ जग्गामा चाहिँ। यहाँ चाहिँ लास्टमा चाहिँ हामी पनि उयो लाउने टाइममा चाहिँ हामी पनि बसिरहेको थियौँ। सबैले व्रत लिएको थियौँ, त्यही भएर आज चाहिँ आमाको व्रतको अब अन्तिम दिन हो। यसमा चाहिँ सबैजना बसिरहेको थियौँ। लास्टचोटि हो त्यो चाहिँ लास्टमा। अनि आमाको पनि आजदेखि अब मङ्गलबारको व्रत लिन छोड्नुहुन्छ अरे। त्यही भएर आज चाहिँ साङ्गे अब मङ्गलचौथी परिरहेको थियो। अब साङ्गे गरिदिनु भयो। आमालाई चाहिँ मनमा बहुत दुःख लागिरहेछ अरे, मङ्गलबारको व्रत छोडिन्छ अब भनेर मनमा दुःख मानिराख्नु भएको थियो। अब मेरो मङ्गलबारको व्रत पनि खत्तम हुन्छ भनेर व्रत लिँदा चाहिँ आमालाई राम्रो लाग्छ अरे। 1 दिन नभएर 2 दिन 3 दिनसम्मको व्रत लिन सक्नुहुन्छ। हामीको आमा चाहिँ खतरा हुनुहुन्छ। हामी त 1 दिन पनि मुस्किलै पर्छ, आमा चाहिँ 2 दिन 3 दिनसम्म लिनुहुन्छ। त्यही भएर आज चाहिँ यो बहुत साल पूर्ण भएको थियो अरे। पहिले सानोमा लिनुभएको थियो अरे, सानोमा पुरा गर्न नसकेर फेरि अहिले लास्टमा अब अहिले फेरि उयो गर्नुभएको सकेर चाहिँ लास्टमा 6-7 वर्ष 8 वर्ष जति नै भयो। म आउनुभन्दा अगाडिदेखि नै लिइराख्नु भएको थियो। 8-9 वर्ष भइसक्यो। साङ्गे गर्छु भनेर जुरेकै थिएन। कहिले के हुन्छ त्यस्तै भइरहेको थियो। अनि त्यसरी नै आज चाहिँ जुरेर अनि त्यही भएर फटाफट गरिदिइहाल्नु भएको थियो। आज चाहिँ अस्तिको हप्ता पनि थियो होला मङ्गलचौथी। योभन्दा अघिल्लो हप्ता न कुन चाहिँ हप्तामा चाहिँ